सो हेलो गाइज वेलकम ब्याक टु द अनदर भिडियो अफ द कल बोइज भ्लग। आज चाहिँ हामी कति दिन बाद भ्लग बनाउँदैछौँ। फेरि त्यही त माछा मार्ने खालको भ्लगमा आज चाहिँ यो फिस बोकेर जाँदैछौँ। क्याचिङ फिस इन द रिभर होइन गाइज। अन्त त्यही 4जना छ, अरू चाहिँ घर घरतिरै होला, सुतिरहेको छैन। सो हेर्दै गर्नु होला। अहिले हामी युपिएस सेट गरेर चाहिँ फेरि देखाउँछु तपाईँलाई कस्तो भएको छ, हेर्दै गर्नु गाइज। माथि हाल्ने हो खोलाक्छैमा ल्याएको यहाँ अझै त माछा यहाँ हेरौँ बाँच्यो निक्लिँदै निक्लिहाल्छ नि लास्टमा अप्पुलाई झट्टा हुने गरी मै चलाउँछु झट मजाले चलाउँदै थिएँ मैले आरामले कहाँ भेटेको करेन्ट कहाँ भेटेको ओ बच्चा यहाँ न यहाँ हान्न। उहाँ चेपमा चाहिँ हाल्न ढुङ्गाको चेपमा थोडा प्लग इन खुट्टा बड्डामा ए ढुङ्गा पल्टा त सिधा उहाँ गर्दा उयो दिपेश उयो ढुङ्गामा उयो ढुङ्गा पल्टाएर हेर्न भनेको त्यसलाई झन् ढुङ्गा नपल्टाइ रहेछ नि माछा ओ सिधा उयो ढुङ्गा पल्टा न त्यहाँ मुनि त ओ पल्ट्यो ए हैन गङ्गेडा रहेछ हौ खौ यो ले न दियो पल्ट्यो उयो गयो त्यो भाग्यो भने ऊ यहाँ पल्टेको यहाँ पल्टेर आयो उता गयो पल्टेर यहाँ गयो पल्टेर सबै भयो आइस हिले भयो फर्स्ट हिले अच्छा
देखियो पुरा क्या ओइ यो ढुङ्गा उता न झिङ्गी होला बिस्तारै उता दामी रहेछ सुन्दरी यो बाल्छी अलिक तल जाउँ न अलिकति तल लडे नि त्यही लड्छ त्यो त होइन छैन हिँड त्यहीँ पल्टिरहेको होला त्यो भन्छ झिङ्गे चाहिँ पुरा पल्ट्यो पुरा धेरै सिधा त्यहाँ थाप्न जाल मुनि थापिराख यहाँ पल्ट्यो देखियो पक्रिए ओ कशी दात मैले त्यो हिले दाँतिया छ यहाँ नि भाइ यहाँ आइसक्यो लाग्यो ओ त्यहाँ उयो दिपेश होइन दिपेश एकछिन रोक ओ यहाँ आम्माम कत्रो यहाँ एकदम यो कत्रो बसिदियो रेडी as you know scrap भन्छ है यो सेल अन्त हान्न त्यही दिन बा छोड दे भाइ अब यहाँ चाहिँ हेर्न बा यहाँ चाहिँ हेर्न अब मैले झिकेको हिले बटाउँदैन बटाउँदै त ल ओ चेप्टी ल न ऊ अर्को पनि च्याप्टी ऊ यहाँ एउटा ए साइको भइरहेको छ चेप्टी यहाँ छ यहाँ हाल्न गाइस माछा यति नै होला जस्तो हो मतलब ब्याट्रीमा चार्ज सक्यो नि बेसी चार्जरले थिएन नि यति नै आई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गाइस हाम्रो च्यानलमा